Right now I am at Beni Bazar, Tato Pani. मेरो पछाडिपट्टि छ यो बेनी बजारको बजार एन्ड अन दिस साइड आई हेभ बिसाइड दिस यसको पछाडि चाहिँ कालीगण्डगिरी भन्छ लगभग आधी घन्टा भयो यहाँ पुगेको स्टिल वी आर वेटिङ फर द जिप टु गो र फाइनल जिपसँग कुरा भइसक्यो जिप आउँदैछ सच अ रिस्की वे ओभर हियर हाम्रो खडाल कुडुलहरुमा रोलर कोस्टर राइड हानिरहेको छ ओके दिस इज द बिगेस्ट झरना आई हेभ सीन ओभर हियर ओ इट्स अ गुड बिग वन यही सेतो टुक्राको लागि यति दुःख गर्नु परेको छ हामी मूत्र विसर्जन कार्यको लागि यहाँनिर वेट गरिरहेका छौँ त्यसपछि हाम्रो यात्रा निरन्तर रहनेछ नर्थ एबिसी आउनुहोस् रोलर कोस्टरको राइडको मजा लिनुहोस् दिस इज द वे you have to travel through. Finally, हामी हुमखोला झरिसकेका छौँ उथल पुथल गडाङ गुडुङ पछि हुमखोलाबाट अब बिस्तारै अगाडि फुत्फुतेतिर जाँदैछौँ हामी त्यो झर्ने छ थप्पा थप्पाले समुद्र बनाउँछ पाइला पाइलाले बेस क्याम्प पुऱ्याउँछ एन्ड वी आर मुभिङ फरवर्ड वान स्टेप आफ्टर अनदर भीषण उकालो ओह्रालो चढ्दै हामी अघि बढिरहेका छौँ अलमोस्ट नियर टु फुत्फुते नाउ उकालो पछि हामी ओह्रालोतिर लागिसक्यौँ फुत्फुते झरनातिर लेट्स सी वेयर इज द्याट प्लेस दिस इज फुत्फुते झरना ओ सो ब्युटिफुल सरी वाट प्लेस फुत्फुते झरना यो पुलमा मान्छेको भिडियो बनाउनेको लर्को लागेको छ यो बाटो हुँदै हामी माथितिर जान्छौँ अहिले उकालो चढेर मान्छेहरू यु क्यान सी देयर लट्स अफ पिपल वकिङ थ्रु बट दिस प्लेस इज कल्ड साँधी खर्क हामी चाहिँ अलि माथि गएर गुफा फाँटसम्म पुग्ने प्रयत्नमा छौँ आज हो लेट्स सी साँधी खर्क लेट्स गो अफ वी आर सो एक्जस्टेड walking all day एउटा अर्को जङ्सनमा दिस इज कल्ड गुफा फाँट दिस इज कल्ड गुफा फाँट हाम्रो अर्को जङ्सन यहाँ पनि लिमिटेड रिसोर्सेस छ जस्तो छ न पाइन्छ पाउँदैन र नो दिस इज द कन्डिसन insufficient sleeping place कोचाको चोइङ एन्ड सुटिङ ज्यालो भइसक्यो मर्निङ 6 o'clock इट्स स्टिल डार्क ल धन्यवाद दाइ गुफा फाँटको दाइ मिठो खाना खुवाउनु भयो सुत्नलाई राम्रो व्यवस्था गरिदिनु भयो के भन्नु छ दाइलाई तपाईँले पनि एडजस्ट गरिदिनु भयो त्यही तपाईँले पनि धेरै धेरै धन्यवाद होइन हजुर हामी पनि एडजस्ट गर्नु तपाईँले पनि एडजस्ट गर्नु त्यही हजुर हजुर थ्याङ्क यू दाइ थ्याङ्क यू गरेर भोका हाम्रो सेटिङ पोइन्ट हो हजुर ल धन्यवाद राम्रोसँग घुम्नुहोस् हस् लिएर आउनुहोस् है ओके दा थ्याङ्क यू हामी अब गुफा फाँटबाट अगाडि बढिसक्यौँ अबको हाम्रो डेस्टिनेसन भनेको माथि बेस क्याम्पमै पुग्ने हो हेरौँ कति समय लाग्छ 6:30 6:30 बजिसकेको छ हामी हिँडिसकेका छौँ लेट्स गो गुफा फाँटदेखि माथि बुस्केट मेला जाँदा यस्तो थुप्रै स्काई केभहरू देख्न सकिन्छ जस्ट लुक एट दिस वाल सम अफ देम ओके एन्ड हियर इज द म्याग्निफिसेन्ट भ्यू एन्ड अन दिस साइड हियर वी हेभ अनदर वान सो ब्युटिफुल फ्रम ओभर हियर राइट नाउ म चाहिँ बुस्केट मेलाको एकदम करिबमा छु लाइक 10 मिनट्स मोर र त्यही क्रममा यो पुल देखा पर्छ इट्स सो ब्युटिफुल गुफा फाँटदेखि बुस्केट मेला पुग्न अलमोस्ट 2 hours समथिङ लागेको छ एन्ड दिस भ्यू सो ब्युटिफुल फ्रम हियर जन्नत यसलाई भन्छ जन्नत क्या लुक अराउन्ड वाट अ भ्यू बिट्विन द माउन्टेन्स ओ सो वन्डरफुल भेरी क्लोज अझै यहाँबाट बेस क्याम्प पुग्न 1.5-2 घन्टा लाग्ने जानकारहरूले बताएका छन् ओके मुभिङ फरवर्ड
एक्चुअली के हुँदो रहेछ भन्दाखेरि जति हिँड्यो अब आयो आउँदैन, फेरि हिँड्यो अब आयो यसपछि आउँछ आउँदैन, यस्तै भइरहेछ। अनि त्यतिखेर मलाई एउटै सङ्ग याद आइरहेछ, तुम कितने पास हो तुम कितने दूर हो, त्यही फिल भइरह। हो छिटै पुगिन्छ। सासले सास छोडिसक्यो, खुट्टाले उम्बिन छोडिसक्यो, लास्ट गाह्रो छ। एनर्जी लेभल इज सो डाउन, हम तो ढल्ने वाले हैं अभी। ओके दिस इज द भ्यू हो गयो, दिस इज द स्पेस। तत्कालीन अवस्थामा हामी आइसकेको छौँ। ओके द्याट्स द लोकेसन। यति दुःखको पश्चात हामी पुगेका छौँ हाम्रो डेस्टिनेसन प्लेसमा, द्याट इज पञ्चकुण्ड ताल। एन्ड ओभर देयर up in the sky, nice shot. That's the overall view. यति देखिसकेपछि डियर सबै दुःख व्यथा जति हिँडेर आइएको थियो, पीडा थकान सब गायब। दिस इज द पावर अफ नेचर।